नमस्ते सम्पूर्ण दर्शक महानुभावहरूलाई। तपाईँहरूको सामु आज मैले एक नयाँ और एकदम इन्फर्मेटिभ भिडियो लिएर उपस्थित भएको छु। तपाईँले मेरो भिडियो हेर्न नभुल्नुहोला, नमिस गर्नुहोला। भिडियो हेरेर प्रतिक्रिया दिनुहोला। हिजो मात्रै नेपाल सरकार परराष्ट्र मन्त्रालय कन्सुलर सेवा विभागले एउटा एप इम्प्लिमेन्ट गरेको छ। जति पनि तपाईँहरू विदेशमा बस्नुहुने हाम्रो नेपाली दिदीबहिनी दाजुभाइहरू, उहाँहरूलाई एकदमै राम्रो कुरा हो भन्ने मलाई लागिरहेछ। हुन त म पनि विदेशमै छु। तपाईँले मोफा मित्र भन्ने एउटा एप छ, त्यो भित्र तपाईँले हरेक कुराहरू देख्न पाउनुहुन्छ। तपाईँलाई मलाई यसको बारेमा सबै कुरा भन्न जाँदैछु। तपाईँ मोबाइलमा डाउनलोड गरेर तपाईँले त्यसमा हेर्न सक्नुहुनेछ। तपाईँहरूलाई के अब धेरै कुराहरूको सुविधाहरू पाइन्छ। अप्ठ्यारो, गाह्रो, साह्रो पर्यो भने तपाईँले त्यसलाई चाहिँ त्यसबाट चाहिँ तपाईँले चाहिँ हरेक कुरा इन्फर्मेसन लिन सक्नुहुन्छ अनि जानकारी लिन सक्नुहुन्छ है। अनि कोही सम्पर्क नभएको मान्छेहरू छ भने उहाँको पासपोर्ट नम्बर अनि डेट अफ बर्थ, जन्ममिति हालेर चाहिँ तपाईँले चाहिँ त्यसलाई चाहिँ ट्र्याकहरू गर्न सक्नुहुन्छ मजाले। अनि तपाईँले हरेक कुराको डिटेल पाउन सक्नुहुन्छ ट्र्याक गरे अनुसार। अनि त्यसै मार्फत सम्बन्धित देशको एम्बेसी मार्फत आफ्नो कुराहरू अगाडि पुर्याउन सक्नुहुन्छ र तपाईँले हालेका हरेक कुराहरू ड्राफ्ट पनि गर्न सक्नुहुन्छ र त्यो भयो। अनि त्यसपछि गएर तपाईँले फलोअप पनि गर्न सक्नुहुनेछ। अनि त्यसै गरी अनि तपाईँको विदेश गएका नेपालीहरू कोही अब एक्सिडेन्ट परेर कोही केही भएर चाहिँ यदि संसारमै रहनु भएन भने त्यसको लागि पनि व्यवस्था गरिएको छ। तपाईँले देख्न सक्नुहुन्छ, त्यो कुरा सबै देख्न सक्नुहुन्छ। अनि उहाँको केही भएर बित्नुभयो भने पनि कोही उहाँको चाहिँ पार्थिव शरीर नेपाल ल्याउने पनि व्यवस्था गरिएको छ यो एपभित्र है। अनि त्यसपछि कुनै व्यक्तिहरू, कुनै मानिसहरू अङ्गभङ्ग भयो, दुर्घटना भयो, क्षतिपूर्ति बिना दाबी गर्नु पर्यो भने पनि वहाँनिर अपरेसनको व्यवस्था छ। र अर्को कुरा चाहिँ तपाईँले विदेशमा रहँदाखेरि केही गुनासो गर्नु पर्यो, समस्या पर्यो भने त्यसको लागि पनि त्यहाँ छुट्टै व्यवस्था छ र है। र कुरा बुझ्नुभयो होइन। अर्को कुरा चाहिँ के भन्दा चाहिँ हामी विदेशमा रहने मान्छेलाई चाहिँ कति गाह्रो छ भन्दा चाहिँ कतिचोटि हामीले चाहिँ एम्बेसीमा फोन गरेर नम्बर खोज्छौँ, फोन गर्ने ट्राई गर्छौँ, तर फोन लाग्दैन। फोन लागे पनि उठाउँदैन, यति गाह्रो छ होइन। तपाईँले त्यो कुरा बुझिराख्नु भएको छ होइन त। अनि तपाईँले चाहिँ यो एप्लिकेसनभित्र त राखेको छ तपाईँको हाम्रो नेपालको एम्बेसीको इमेल एड्रेस, फोन नम्बर, तपाईँले सबै कुराहरू त्यहाँ पाइन्छ। तपाईँले इमेल गरेर पनि तपाईँले चाहिँ सम्पर्क गर्न सक्नुहुनेछ है। यसबाहेक अन्य कुराहरू पनि धेरै कुराहरू पाउन सक्नुहुन्छ यो एप्लिकेसनमा। नेपाल सरकारलाई एकदमै धन्यवाद। अनि अहिले हाम्रो बालन सरकारको सरकारले यो एप्लिकेसन इम्प्लिमेन्ट गरेकोमा धेरै आभार पनि व्यक्त गर्न चाहन्छु। र हामी सबै नेपाली 3 करोड नेपालीले चाहिँ धन्यवाद दिन चाहन्छौँ। यस्तै प्रगति उन्नति गर्दै जानुहोस्, नेपाललाई नेपाल बनाउनुहोस् भन्ने हाम्रो सपना हो। तपाईँहरूले गर्नुहुन्छ भने हामीलाई आशा पनि छ। धेरै शुभकामना, स्पेसली शिशिर खनाल सर, तपाईँले यो इम्प्लिमेन्ट गर्नुभयो। तपाईँलाई पनि धेरै शुभकामना आउने दिनहरूको लागि। धन्यवाद। मेरा दर्शकहरू, तपाईँले भिडियो हेरेर प्रतिक्रिया दिनुहोस्। अब जानी नजानी बोलेर तपाईँको सामुन्ने यति मैले पेस गरिरहेको छु। अब केही कमी कमजोरीहरू केही छन् भने तपाईँहरूले मलाई कमेन्टमा भन्न सक्नुहुन्छ। धन्यवाद। मेरो च्यानल दिपक अफिसियल पेज भनेर छ, सब्सक्राइब गर्नुहोस्, सेयर गरिदिनुहोस्, कमेन्ट गर्नुहोस्।
तपाईँहरूको प्रतिक्रिया जरुर लेखिदिनु होला कमेन्टमा। आशा छ तपाईँहरूले चाहिँ यो भिडियो हेरेर चाहिँ रमाइलो गर्नुभयो होला भन्ने आशा छ। धन्यवाद।